सम्पूर्णमा नमस्कार। म शर्मिला गोर्खाली आज पनि अर्को भिडियो लिएर हजुरहरुमाझ उपस्थित भइसकेको छु र आज पनि म यदि हजुर कुनै पनि कविता प्रतियोगिता अर्थात् पोएम कम्पिटिसनमा भाग लिँदै हुनुहुन्छ भने तपाईले आफ्नो कविता कसरी प्रस्तुत गर्ने, कसरी सुरुवात गर्ने, कसरी सम्बोधन गर्ने र त्यो कवितालाई कसरी प्रस्तुतिकरण गर्यो भने चाहिँ कविता उत्कृष्ट हुन्छ भन्ने विषयमा भिडियो लिएर आएको छु र मैले सबै भिडियोहरु लेखिएको फर्ममा नै तपाईहरुलाई प्रेजेन्ट गर्ने छु। सो केही नबुझ्नु भयो भने, केही जिज्ञासा भयो भने कमेन्ट सेक्सनमा आफ्नो कमेन्ट छोड्नु होला। भिडियो सुरु गरौँ है त। सामान्यतया कविता भन्नाले मानवीय अनुभूति, कल्पना र विचारहरूलाई लय, ताल वा भावपूर्ण भाषामा अभिव्यक्त गर्ने साहित्यको प्रमुख र प्राचीन विधा मानिन्छ। कवितालाई मुख्यतया रचना शैलीका आधारमा दुई भागमा बाँडिन्छ। पहिलो पद्य कविता र अर्को गद्य कविता। पद्य कवितामा हामीले निश्चित छन्द, गण, मात्रा वा लय र नियममा बाँधिएर कविता लेख्ने गरिन्छ भने गद्य शैलीमा कुनै निश्चित छन्द वा नियममा नबाँधी स्वतन्त्र र आधुनिक शैलीमा भावनाहरू व्यक्त गर्ने गरिन्छ। कविताका अन्य पनि प्रकारहरू छन् जुन यहाँ मैले उल्लेख गर्न आवश्यक ठानिन, किनभने सामान्यतया हामी प्रतियोगिताहरूमा यी दुईवटा शैलीमा नै आधारित रहेर कविता वाचन गर्ने गर्छौं। अब कुरा आउँछ कविताको शीर्षकको। कविताको शीर्षकको लागि कतिपय आयोजक संस्थाले पहिले नै एउटा निश्चित शीर्षक तोकिदिनुहुन्छ भने कतिपय अवस्थाहरूमा कविताको शीर्षक स्वतन्त्र छोडिन्छ र प्रतियोगी स्वयं आफैले त्यस्तो कविताको लागि शीर्षक छान्नुपर्ने हुन्छ। अब पहिले नै कविताको शीर्षक तोकिदियो भने त सहज भइहाल्यो नै, तर यदि आफैले शीर्षक रोज्नुपर्ने अवस्था छ भने म हजुरलाई के सजेस्ट गर्छु भन्दाखेरि यदि कविता प्रतियोगिता कुनै अवसर पारेर, कुनै उत्सव पारेर आयोजना गरेको छ भने त्यस्तो अवसर, त्यस्तो उत्सवसँग मेल खाने शीर्षक रोज्नु नै एकदमै उत्तम मानिन्छ। तर होइन, मलाई त्यसरी शीर्षक बनाउन आउँदैन भनेर भन्नुहुन्छ भने पनि ठिकै छ, स्वतन्त्र रूपमा आफ्नो इच्छा अनुसार शीर्षक हजुरले बनाउन सक्नुहुन्छ। तर त्यस्तो अवसरसँग मेल खाने बनाउनु भयो भने चाहिँ राम्रो हुन्छ है त। ल, आज मैले हजुरहरूलाई यस्तै 2083 सालको भानु जयन्तीको पावन अवसरमा मेरो कलेजले आयोजना गरेको कविता प्रतियोगितामा मैले लेखेको कविता र त्यसको प्रस्तुतिबाटै हजुरहरूलाई पनि कविताको प्रस्तुतिको बारेमा जानकारी गराउँछु है त। मैले अघि पनि उल्लेख गरिसके, मेरो कलेजले चाहिँ भानु जयन्तीको अवसरमा कविता प्रतियोगिता आयोजना गरेको थियो र यो कविता प्रतियोगितामा चाहिँ कुनै निश्चित शीर्षक दिएको थिएन। हामीलाई स्वतन्त्र रूपमा जुन शीर्षकमा गर्दा पनि हुन्छ भनेर भनेको थियो। त्यही भएर मैले चाहिँ के गरेँ भन्दाखेरि भानु जयन्तीको पावन अवसरलाई पनि मिल्ने खालको गरेर मैले एउटा कविताको शीर्षक रोजेँ। त्यो कविताको शीर्षक थियो सीताएर। अब भानुभक्त जयन्तीको पावन अवसरमा कविता प्रतियोगिता भनेर भनेको छ हैन, फेरि कविताको शीर्षक सीताएर भनेर भनेको छ। के होला यो सीताएर भन्ने धेरैको मनमा लाग्न सक्छ। यसलाई म पछि क्ल्यारिफिकेसन गर्नेछु। र मेरो कविताको शीर्षक सीताएर हो र मैले कवितालाई यसरी सुरुवात गरेको थिएँ है त। सुरुवातमा म तपाईलाई जहिले पनि भन्ने गर्छु, मैले पनि त्यही नै गर्छु। कुनै पनि प्रतियोगितामा हजुर बोल्न जाँदै हुनुहुन्छ भने मञ्चमा बोल्न सुरु चाहिँ गरिनहाल्नु। जाने बित्तिकै केही न केही भनेर बल्ल बोल्न सुरु, कविता भनेर, शायरी भनेर, कुनै रमाइलो कुराहरू भनेर सुरु गर्नुभयो भने चाहिँ बल्ल त्यहाँ बस्ने दर्शकहरूले तपाईलाई आकर्षण बढ्न सक्छ। जहिले पनि बोल्न जाँदै हुनुहुन्छ भने केही न केही स्टार्टिङमा आइस ब्रेकर गर्नको लागि केही न केही कुराहरू चाहिँ उल्लेख गर्नु होला। जस्तो कि मैले यहाँ के गरेँ भन्दाखेरि यहाँ भानुभक्त आचार्य स्वयंले आफ्नो परिचय दिएको एउटा सानो कविताको श्लोक थियो। त्यही कविताको श्लोक भनेर मैले यसरी आफ्नो कविता सुरुवात गरेको थिएँ। त्यो कुरा म तपाईहरुलाई यहाँ प्रस्तुत गर्न चाहन्छु है त। पहाडको अति देश बेस तनहुमा श्री कृष्ण ब्राह्मण थिया। सत्कर्ममा मन दिया, विद्यामा जो धुरन्धर भए शिक्षा मलाई दिया। तिनको नाति भानुभक्त भनी हुन् यो जानी चिनी लिया। तिनको नाति भानुभक्त भनी हुन् यो जानी चिनी लिया। यसरी कविताको श्लोक भनेर मैले त्यहाँको आइस ब्रेक गरेँ, अर्थात् मैले आफ्नो कवितालाई सुरुवात गरेँ। यो श्लोक गाइसकेपछि मैले बल्ल बोल्न सुरु गरेको थिएँ। मैले कसरी बोलेँ, के बोलेँ भन्ने कुरामा चाहिँ म तपाईँलाई सर यहाँ राखिदिन्छु, सरै बोलेर राखिदिन्छु होइन। तपाईँहरूले पनि आफ्नो त्यो अनुसार नै राख्नु होला है त। आदिकवि भानुभक्त आचार्यले स्वयंले आफूले दिएको परिचयको यो सुन्दर कविताको हरफसँगै धन्यवाद कुशल कार्यक्रम सञ्चालिका बहिनीलाई। आदरणीय आजको यस कार्यक्रमको सभाध्यक्ष महोदय, यस मञ्चमा आउनु हुनुभएका सम्पूर्ण अतिथिज्यूहरू, एक हातमा कलम र अर्को हातमा कपी लिएर
वर्गज्यूहरू, कलामा विजयको हार अनि निन्दामा विजयको टीका पहिरन हात उर्मेर प्रतिस्पर्धी मित्रहरू, विद्यार्थीको उज्जवल भविष्यका लागि अहोरात्र खटिनुहुने गुरुवर्गज्यूहरू र मलाई ताली बजाएर हौसला प्रदान गर्न उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयको 9औं सेमेस्टरमा अध्ययनरत छात्रा शर्मिला गोर्खाली तर्फबाट कोटी कोटी नमस्कार एवं भानु जयन्तीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यसरी मैले थोरै श्लोक भनेर बल्ल आफू बोल्न सुरु गरेँ र बोलिसकेपछि मैले सम्बोधन पनि गरेँ। कार्यक्रम सञ्चालक भाइ बहिनी जो हुनुहुन्छ, दिदी सर जो हुनुहुन्छ उहाँलाई सम्बोधन गर्नु पर्यो। त्यसपछि मञ्चमा को आसन ग्रहण हुन्छ त्यो अतिथिलाई पनि ख्याल गर्नु पर्यो होइन। त्यस्तै गरेर अब हाम्रो निर्णायक मण्डललाई पनि सम्बोधन गर्नु पर्यो। कतिपय अवस्थामा टाइमिङको कुरा छ भने पनि त्यो पालकज्यूको पनि सम्बोधन गर्नु पर्यो होइन। त्यस्तै गरेर आफ्नो प्रतिस्पर्धी मित्रहरूलाई, अप्रतिस्पर्धी मित्रहरूलाई त्यहाँ उपस्थित हुनुभएका सम्पूर्णलाई चाहिँ सम्बोधन पनि गर्नु पर्यो। सम्बोधन गर्ने बेलामा यसरी नै गर्न सक्नुहुन्छ हजुरहरूले है त। र यसरी सम्बोधन गरेपछि अब त्यो कार्यक्रम कहाँ हुँदैछ, कति गते हुँदैछ, के को अवसरमा हुँदैछ, कसले आयोजना गरेको छ, त्यो व्यक्तिलाई पनि धन्यवाद दिनुपर्ने हुन्छ। यसरी हजुर सम्बोधन गरिसकेपछि त्यो आयोजक गर्ने टिमलाई पनि धन्यवाद यसरी दिनु है त। सर्वप्रथम आज मिति 2083 साल असार महिनाको 29 गते सोमबारका दिन आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको पावन अवसरमा कविता प्रतियोगिता आयोजना गर्नुभएको यसै लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ लको लिगल सोसाइटी प्रति र यो कार्यक्रमलाई सफल बनाउनको लागि सहयोग गर्नुहुने लुम्बिनी बौद्ध विश्वविद्यालयप्रति म हार्दिक कृतज्ञता जाहेर गर्दछु। यसरी धन्यवाद कृतज्ञता व्यक्त गरिसकेपछि तपाईँले चाहिँ आफ्नो कविताको शीर्षकसँग सम्बन्धित कुराहरूलाई चाहिँ अगाडि बढाउने है त। जुन शीर्षकमा जो कविता लेख्नु भएको छ त्यो शीर्षकसँग सम्बन्धित किन त्यो शीर्षक तपाईँ लिनुभयो त्यो कवितामा भन्ने कुरालाई तपाईँले स्पष्ट पार्नुपर्ने हुन्छ। अघि मैले भनेको थिएँ मेरो कविताको शीर्षक थियो सीताहेर। यो सीताहेर कसरी आयो भन्ने कुरामा चाहिँ मैले यसरी चाहिँ उहाँहरूलाई क्ल्यारिफिकेसन दिएको छु है त। पहिल्यै आज नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त जयन्तीको 213औं जन्म जयन्तीको पावन दिन हो। हामीले भानुभक्त आचार्यलाई सम्झिने बित्तिकै उहाँले संस्कृतमा रहेको रामायणलाई नेपालीमा अनुवाद गरी नेपाली साहित्यको विकासमा दिनुभएको महत्त्वपूर्ण योगदानलाई हामी सम्झिन्छौँ। आज म उहाँले दिएको यो योगदानको कदर स्वरूप र उहाँको सम्झना स्वरूप उहाँकै अनुवादमा रहेको रामायणको एक अरण्यकाण्डलाई म तपाईँहरूमा प्रस्तुत गर्ने कोसिस गरेको छु। रामायणको अरण्यकाण्ड जसलाई हामीले जङ्गल अध्याय पनि भनेर भनिन्छ, जहाँ भगवान राम, सीता र लक्ष्मण वनवासको क्रममा पञ्चवटी जङ्गलमा गएर बस्नुहुन्छ। त्यो बेलामा एक दिन भगवान राम र लक्ष्मण सुनौलो मृगको पछि लागेर कुटीबाट टाढा गएको मौका छुपी रावण उत्तरपट्टिमा आउँछन् र सीतालाई हरण गरेर लङ्का लगी उनलाई त्यहाँको अशोक वाटिकामा लगिराख्छन्। त्यसपछि रामायणको युद्धकाण्ड सुरु हुन्छ, जसलाई हामीले लङ्का काण्ड पनि भन्ने गरिन्छ। त्यहाँनिर रामले सीता लड्नको लागि लङ्का जानुहुन्छ र रामको सेना र रावणको राक्षस सेना बीच भीषण युद्ध हुन्छ। अन्ततः भगवान रामले रावणको वध गर्नुहुन्छ र सीतालाई त्यहाँबाट मुक्त बनाएर आफ्नो राज्य अध्यायमा फिर्ता लिएर आउनुहुन्छ। तर आज मेरो कवितामा रावणले रामको वध गरेर रामायण लेखिँदैन। आज मेरो कवितामा सीताले रावणको वध गर्छिन् र सीताहेर लेखिन्छ। त्यसकारण मेरो आजको कविताको शीर्षक रहेको छ सीताहेर र कविता यस प्रकार रहेको छ। यसरी मैले सुरुमा आफ्नो आइस ब्रेक गर्नुलाई थोरै कविताको श्लोक भने, अनि त्यसपछि मैले सम्बोधन गरेँ, अनि त्यसपछि मैले आयोजकप्रति धन्यवाद पनि दिएँ र त्यस लगतै गएर मैले के गरेँ भन्दा मेरो कविताको शीर्षक चाहिँ यो यसरी ल्याएर चाहिँ मैले लिएर आएको हो है भनेर तिनीहरूलाई क्ल्यारिफिकेसन पनि दिएँ। र त्यसपछि मैले बल्ल कविता भन्न सुरु गरेको हो र मेरो कविता चाहिँ एउटा नाटकीय रूपमा मैले प्रस्तुत गरेको थिएँ। त्यही भएर म तपाईँहरूलाई चाहिँ त्यो कविता यसरी नै मैले तपाईँलाई यहाँ राखिदिएको छु। तपाईँहरूलाई हेर्न मन लाग्यो भने चाहिँ सुरुदेखि अन्तिमसम्म पनि हेर्न सक्नुहुन्छ। हेर्न मन लागेन भने तपाईँ सिधै स्किप गरेर अन्तिमसम्म पनि पुग्न सक्नुहुन्छ है त। सुन्दरी, अब यो वन तिम्रो कैद होइन, यो महल तिम्रो घर बन्नेछ। अब मलाई स्वीकार गर, लङ्काकी रानी बन्नु तिम्रो भाग्य हो। हे लङ्काधिपति रावण, तिमीले यो पत्र मागेर एक कदम मात्रै पनि अगाडि बढायो भने म तिमीलाई जलाएर भस्म गरिदिन्छु। म शिवभक्त ब्राह्मण लङ्कापति रावणलाई भस्म गर्ने त को होस्? तँलाई थाहा छैन रावण मेरो सामर्थ्य के छ भनेर। तँलाई थाहा छैन रावण म को हो भनेर। त एक रातो साडीमा लप्टिएकी एक अबला नारी हो। तो नामर्ग रावण जसलाई आफ्नो राजदरबारबाट निकालियो,
त्यो आएर बचाएर लिएर जान्छ भनेर कुरिरहेकीले मलाई जलाउने त को होस् त? म काली हुँ, महाकाली हुँ, श्वेत हंसवासिनी सरस्वती पनि। म काली हुँ, महाकाली हुँ, श्वेत हंसवासिनी सरस्वती पनि। म नारायणकी लक्ष्मी हो, कृष्ण रूपी राधा पनि। त सोध्छस् म को हो भनेर? म शक्ति हुँ, आदि शक्ति शिवदायिनी पार्वती। म शक्ति हुँ, आदि शक्ति शिवदायिनी पार्वती। म त्रेतायुगको सीता हुँ, कलियुगको वैष्णोदेवी पनि। जो भए पनि त अहिले मेरो छत्र छायामा छस्। वास्तवमा अहिले एक अबला नारीको रूपमा बाहेक म तँलाई कुनै पनि रूपमा चिन्दिन म तँलाई, बुझे? चिन्दिन। चिन्दैनस् मलाई? त जस्ता पापीहरूको पाप पखाल्न बगिरहेको छु म गङ्गा भनी। त जस्ता पापीहरूको पाप पखाल्न बगिरहेको छु म गङ्गा भनी। अशान्ति आत्मालाई शान्ति दिलाउन दबिलिएकी छु म बागमती भनी। अझै चिनेनस्? सीता बनी धरतीबाट मैले नै जन्म लिएकी थिएँ। सीता बनी धरतीबाट मैले नै जन्म लिएकी थिएँ। राधा बनी वृन्दावनमा मैले नै लीला रचाएकी थिएँ। सबरी बनी भगवान नाथलाई मैले नै भोग लगाएकी थिएँ। अञ्जनी बनी बज्रमतीलाई मैले नै जन्म दिएकी थिएँ। हे मेरो श्रीमती, मेरो बहिनीतिर नजा। मेरो आमालाई छुने त को हो? म यशोदा हुँ, यशोधरा हुँ, कौशल्या अनि माया देवी पनि। म यशोदा हूँ, यशोधरा हूँ, कौशल्या अनि माया देवी पनि। म आमा हूँ, तेरो बहिनी हूँ, तेरो श्रीमती अनि छोरी पनि। मेरो आमालाई छुन, मेरो आमालाई छुन्छ। म माता हूँ, निर्माता हूँ, सृष्टि अनि प्रकृति। म माता हूँ, निर्माता हूँ, सृष्टि अनि प्रकृति। सक्दैनस् बयान गर्न मेरो मोह भवतारी लगत्ता। म आदि स्वयं, म अन्त्य स्वयं, म निर्माता संहार स्वयं। म आदि स्वयं, म अन्त्य स्वयं, म निर्माता संहार स्वयं। म जन्म हूँ, म मरण हूँ, म प्रलय रचनाकार स्वयं। कर्की देवी माथि लाख प्रशंस। देवीको मन्दिरमा फुल चढाउने हातहरूले कर्की देवी माथि लाख प्रशंस। शिवको स्तोत्र गाउने ओठहरूले पार्वती माथि चोट चढाउँछ। म मौन छु तर म हारेको छैन। म मौन छु तर म कमजोर छैन। म सहन छु तर म हारेको छैन। मेरो प्रेमलाई बाध्यता नमान, मेरो धैर्यलाई कमजोरी नमान। याद राख, जहाँ न्यायले सीमा नाग्छ त्यही म काली बन्छु। जब न्यायले सीमा नाग्छ त्यही म काली बन्छु। जब नारीको अस्मितामाथि प्रहार हुन्छ त्यही म महाकाली बन्छु। हे मूर्ख, नारी कुनै अबला होइन, उनी स्वयं शक्ति हुन्। हे मूर्ख, नारी कुनै अबला होइन, उनी स्वयं शक्ति हुन्। उनी भगवान, उनी देवता, उनी नै महान भक्ति हुन्। हे अज्ञानी दानव, उठाउ शास्त्र अनि पढ श्लोक। उठाउ शास्त्र अनि पढ श्लोक। यत्र नारस्त्य पूजन्ते रमन्ते तत्र देवता। यत्र नारस्त्य पूजन्ते रमन्ते तत्र देवता। यदं गृह पूजन्ते नारी तदं गृह भाग्यवर्धना। यदं गृह पूजन्ते नारी तदं गृह भाग्यवर्धना। यदं गृह पूजन्ते नारी तदं गृह भाग्यवर्धना। विश्वविनोदिनि नन्दनुते गिरिवरविन्द्यशिरोधिनि वासिनि
यसरी चाहिँ मैले मेरो कवितालाई एउटा नाटकीय रूपमा प्रस्तुत गरेको थिएँ र अन्त्यमा चाहिँ के कविता तपाईँहरूले आफ्नो कविता भनेर सक्नुहुन्छ र मैले पनि मेरो कविता भनेर सकेपछि मैले धन्यवाद बाहेक अरू केही पनि नभनिकन त्यहाँबाट म बिदा भएको हो। त्यस्तै गरेर हजुरले पनि कविता भनेर भ्याइसकेपछि धन्यवाद भन्नुहोस् अनि तपाईँको दिन शुभ रहोस् भन्नुहोस्, अथवा केही भन्नु मन छ भने अब भानु जयन्तीको शुभकामना भन्नु मन छ भने पनि भयो होइन मलाई केही पनि भन्नु मन छैन भनेर कविता भने सकिसकेपछि धन्यवाद तपाईँको दिन शुभ रहोस् भनेर तपाईँ त्यहाँबाट बिदा लिन सक्नुहुन्छ है त। हस् त, आजलाई यति नै। यदि हजुरहरूलाई केही जिज्ञासा छ भने अथवा केही कुरा सोध्नु छ भने कमेन्ट सेक्सनमा आफ्नो कमेन्ट छोड्न सक्नुहुनेछ र यदि तपाईँहरूलाई यदि पर्सनली नै कुनै कुराहरू जान्नु छ भने चाहिँ मेरो WhatsApp नम्बर मैले यहाँ दिएको छु, यसमा पनि कन्ट्याक्ट गर्न सक्नुहुनेछ भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार, तपाईँहरूको दिन शुभ रहोस्।